गर्न लागिरहेका छौँ र यही प्रतियोगिताको विषयमा चाहिँ पत्रकार मित्रहरू मार्फत आम जनमाजमा यो प्रतियोगिताको बारेमा जानकारी दिने उद्देश्यले यो पत्रकार सम्मेलनको आयोजना गरेका छौँ र यो पत्रकार सम्मेलनमा अध्यक्षताको आसन गरिदिनु च्याम्पियनसिप 2082 को आर्थिक संयोजक साथै राष्ट्रिय अम्पायर हुन्छ अनिल मित्र माङ्गेले जिल्ला ब्याडमिन्टन संघका कोषाध्यक्ष तथा यो एकाडेमीका सदस्य र समयको मध्यनजर गर्दै यस नवकलवना ब्याडमिन्टन एकाडेमीका पदाधिकारी तथा सदस्यज्यूहरूलाई स्टुडेन्टमा यथास्थानमा हासिल गर्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र उपस्थित सम्पूर्ण पत्रकार मित्रहरूलाई हार्दिक स्वागत गर्दै यथास्थानमा हासिल गर्नको निम्ति हार्दिक सुरुमा हामीले यो राष्ट्रिय स्तरको प्रथम नवकलवना ब्याडमिन्टन च्याम्पियनसिप 2082 को बारेमा जानकारी दिनु अगाडि हाम्रो एकाडेमीको तर्फबाट यो आयोजक समितिको तर्फबाट पत्रकार मित्रहरूलाई हाम्रो एकाडेमीको ब्याज रहेको छ प्रदान गरिदिनुको लागि म एकाडेमीका तर्फबाट सचिवज्यू लगायत साथीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। ब्याज वितरण त्योभन्दा अगाडि मैले आसन गर्नु आएँ त्योभन्दा हामीले यो प्रतियोगिताको जानकारी दिनु अगाडि थोरै म परिसरमा कार्यक्रमलाई जोड्न चाहन्छु। विभिन्न मिडियामा काम गर्ने पत्रकार मित्रहरू म सम्पूर्ण पत्रकार मित्रहरूलाई आफ्नो परिचय दिने लागि म भनिदिएकै छु। नमस्कार है म अमुदिन भाइ हाम्रो नमस्कार मेरो नाम सुमन गौतम होमबाट क्रिकेट एकाडेमीका पदाधिकारी र सदस्यज्यू तथा खेलाडी मित्रहरूको पनि उपस्थित हुनुहुन्छ। यहाँहरूलाई पनि आफ्नो परिचय दिनुहुनको लागि नमस्कार म अर्जुन ढकाल
नमस्कार, म प्रेम लाउकी। नमस्ते, म सुरज गर्नु ब्याडमिन्टन सबैको नमस्कार। म चाहिँ दमक नमुना ब्याडमिन्टन एकाडेमीको उपाध्यक्ष र आजीवन सदस्य। नमस्कार, म पुष्पराज पाण्डे, दमक नमुना ब्याडमिन्टन एकाडेमी आजीवन सदस्य। नमस्ते, मेरो शुभ नाम रहेछ जुन राई र दमक नमुना पौड हाउसको म आजीवन सदस्य। नमस्कार, म एलिस राई, दमक नमुना कौडहरूको आजीवन सदस्य। नमस्कार, म कवि राई, दमक नमुना एकाडेमीको सचिव। नमस्कार, म मिनु राई, आजीवन सदस्य खेलाडी। जम्मा दुईजना चेलीबेटी भएको एकजना काम दुईटी घरमा पर पछाडिमा छ। धन्यवाद यहाँ सबैलाई। भारतले परिचय दिएर पहिला परिचयको कार्यक्रम चलिरहेको यहाँहरू सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र मैले अघि पनि उद्घोष गरेको थिएँ, दमक नमुना ब्याडमिन्टन एकाडेमीका हाम्रो अभिभावक हुनुहुन्छ, संरक्षक हुनुहुन्छ र स्थानीय सरकार, दमक नगरपालिका वार्ड नम्बर 7 का वडाध्यक्ष आदरणीय भीम प्रसाद पौडेलजी उपस्थित हुनुहुन्छ। यहाँलाई पनि र हामीले यो प्रतियोगिताको बारेमा एउटा सानो विज्ञप्ति तयार गरेका छौँ। यो पत्रकार मित्रहरूलाई वितरण गरिदिन म अनुरोध गर्न चाहन्छु। र त्यो वाचन गरिदिनुको लागि म प्रतियोगिता दमक नमुना ब्याडमिन्टन च्याम्पियनसिप 2082 का आर्थिक संयोजक राष्ट्रपति अनिता माग्ने धन्यवाद। कार्यक्रम सञ्चालक तथा पत्रकारहरू भाइलाई म विशेष गरेर आज हाम्रो दमक नमुना ब्याडमिन्टन एकाडेमीले आयोजन गर्न लागिरहेको यो प्रथम दमक नगर च्याम्पियनसिप 2082 मा सम्पूर्ण पत्रकार सम्मेलनमा आउनुभएका पत्रकारज्यूहरूलाई हार्दिक अभिवादन, हार्दिक नमन गर्न चाहन्छु। र विशेष गरेर यो पत्रकार सम्मेलनमा के म जानकारी गराउँ भन्दाखेरि यो दमक नगरको प्रथम ऐतिहासिक अवसर, प्रथम ऐतिहासिक समय आउन लागेको छ। तपाईँहरूले विशेष गरेर यसलाई चाहिँ एकदमै महत्त्वका साथ यसलाई चाहिँ तपाईँको पत्र पत्रिकाहरूमा, आफ्नो अनलाइनहरूमा अथवा नेसनल नेटवर्कहरूमा अथवा नेसनल मिडियाहरूमा, सोसल मिडियामा गरिदिनुहुन्छ भन्ने मलाई पूर्ण आशा तथा विश्वास लागेको छ। र यहाँ मैले पत्रकारज्यूहरूलाई जति पनि यहाँनिर मैले परिचय पाउँदाखेरि अलिकति मैले चाहिँ देखेको मेरो आफ्नै अनुभव नेसनल मिडियाहरूबाट चाहिँ अलिकति कम हो कि भन्ने खालको चाहिँ मैले महसुस गरेको छु। यसभन्दा अगाडि म चाहिँ विशेष गरेर धेरैवटा टुर्नामेन्टहरू आयोजना गरेकोले गर्दाखेरि यहाँ चाहिँ प्रायः सबै नेसनल मिडियाका धेरै साथीहरू हुन्छ। तर पनि एउटा चाहिँ के जस्तो लाग्यो भन्दाखेरि मैले अनुभव गरेको चाहिँ एउटै मिडियाबाट गएको चाहिँ धेरैवटा मिडियामा, नेसनल मिडियामा एउटै पत्रकारले चाहिँ धेरैवटा मिडियामा पनि कभरेज गरेको थियो। दुईवटा पत्रकार आउनुभएको थियो अनि अरू साथीहरू पनि हुन्थ्यो नेसनल मिडियाका। तर अरू कान्तिपुर, नयाँ पत्रिका अनि अन्नपूर्ण, द हिमालय टाइम्स जस्ता ठुला बिग हाउसका पत्रकारहरूलाई एउटै पत्रकार, दुईटै पत्रकारले सबै पुरो गर्नुभएको थियो। सबै ठाउँबाट चाहिँ तपाईँको मिडिया कभरेज भएको थियो। त्यस्तै मैले अपेक्षा गरेको छु हजुरहरूबाट, सबैतिरबाट नेसनल मिडियाहरूमा पनि यो समाचार चाहिँ छरिन्छ भन्ने मलाई पूर्ण विश्वास दिएको छु। र म विशेष गरेर अहिले तपाईँहरूको हातमा यो तपाईँहरूलाई यो एक प्रति दिएको छ, माथि हाम्रो दमक नगरको विशेष परिचय हामीले राखेका छौँ। यो दिइरहनु परेन, मैले वाचन गर्नु परेन जस्तो लाग्छ। म त्यस्तो
प्याराग्राफबाट पढ्न गइरहेको छु। दमक नगरको पहिचान खेलकुद क्षेत्रमा समेत फराकिलो बन्दै गएको छ। यही सुन्दर नगरी दमकलाई अझ सकारात्मक प्रचारको लागि कुनै पनि खेलकुद कार्यक्रमको समेत महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ। यसै सन्दर्भमा दमक नमुना ब्याडमिन्टन एकाडेमी 2080 सालमा विधिवत रूपमा दमक नगरपालिका दर्ता भएको संस्था हो। यही संस्थाले आन्तरिक तथा विभिन्न विधाका ब्याडमिन्टन प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको छौँ। प्रतियोगिताहरू सञ्चालन गर्ने क्रममा यसपटक राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने सल्लाह भएअनुसार यति बेला प्रतियोगिताको तयारीको क्रममा छ। दमक नमुना ब्याडमिन्टन एकाडेमीको आयोजना मिति 2082 पुस 10, 11, 12 गते 3 दिन दमक नमुना ब्याडमिन्टन च्याम्पियनसिप 2082 प्रतियोगिता सञ्चालन गरिनेछ। यस प्रतियोगितामा देश तथा छिमेकी राष्ट्रहरूबाट समेत खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा विभिन्न 7वटा विधामा सञ्चालन गरिनेछ। सबै खेलहरू दमक नगरपालिका वार्ड नम्बर 7 मा स्थित दमक नमुना ब्याडमिन्टन एकाडेमीको कमर हलमा सञ्चालन हुनेछ। विशेष गरेर दमक नगरमा रहेको ब्याडमिन्टन खेल प्रेमीहरूलाई एकबद्धता बनाउँदै आउने नयाँ पुस्तालाई ब्याडमिन्टन खेल क्षेत्रमा नयाँ आयाम भर्दै खेल क्षेत्र व्यावसायिक बनाउने अनि खेल क्षेत्रबाट स्वस्थ, इमान्दार, लगनशील, मेहनती र नैतिकवान खेलाडीहरू उत्पादन गर्ने लक्ष्य सहित यो प्रतियोगिता आयोजना गरिएको छ। यस प्रतियोगितालाई सफल बनाउनका लागि 11वटा उपसमितिहरू समेत गठन गरिएको छ। प्रतियोगितामा सहभागी खेलाडीहरूलाई खानाको व्यवस्था आयोजक समितिले गरिएको छ। साथै बाहिर जिल्लाहरूबाट खेलाडीहरूको बस्नको लागि समेत व्यवस्था गर्ने गरेको यो प्रतियोगिता पूर्वमा पहिलोपटक हुन लागेको बेहोरा अवगत गराउन चाहन्छु। यस प्रतियोगितालाई सफल बनाउनका लागि सम्पूर्ण दमक नगरवासी, आमा बाबु, दाजुभाइ तथा दिदीबहिनीहरूलाई समेत सहयोगको अपेक्षा सहित हार्दिक अपिल गर्दछौँ। खेलको विधाहरू खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता प्रथम 71,000, 50,000, 31,000। खुल्ला 100+ पुरुष भेटरान कम्तीमा 40 वर्ष पुगेको हुनुपर्ने, माफ गर्नुलाई यो 51,000, 50,000 भनेको छु अघि। दोस्रो पुरस्कार 51,000, तेस्रो 21,000। खुल्ला 100+ पुरुष भेटरान भन्छ यसलाई। कम्तीमा मिनिमम एज चाहिँ एकजनाको 40 वर्ष पुगेको हुनुपर्छ। यसको लागि प्रथम पुरस्कार 51,000, 41,000, 31,000। तेस्रो खुल्ला मिक्स डबल ब्याडमिन्टन प्रतियोगिता डिभिजन खुल्ला मिक्स डबल ब्याडमिन्टन प्रतियोगिता 41,000, 31,000, 21,000। अर्को तपाईँको खुल्ला महिला डबल ब्याडमिन्टन प्रतियोगिता 41,000, 31,000, 21,000। प्रदेश स्तरीय बी डिभिजन स्तरीय खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता 41,000, 31,000, 21,000। प्रदेश स्तरीय 13 वर्षसम्म पुरुष ब्याडमिन्टन प्रतियोगिता 10,000, 6,000, 6,000। प्रदेश स्तरीय 13 वर्षसम्म महिला ब्याडमिन्टन प्रतियोगिता 10,000, 6,000, 6,000। प्रतियोगिता अम्पायरहरू राष्ट्रिय स्तरका ब्याडमिन्टन अम्पायरहरू केदार धिमाल लगायत 2-3 जना आउनुहुन्छ। उहाँहरू यहाँ मेन्सन गरेका छन् नामहरू, त्यो पछाडि तपाईँहरूले मेन्सन गर्नुहोला। प्रदेश स्तरका ब्याडमिन्टन अम्पायर भानुभक्त सिटौला, सम्झना गिरी, निहाम राई, राजु राई, तेजनारायण चौधरी, शुभलक्ष्मी श्रेष्ठ र अन्य अफिसियल गरी जम्मा 35 जना रहनेछ। अफिसियल भन्दा 35 जना रहने जानकारी गराउन चाहन्छु। प्रतियोगिताका नियमहरू सम्पूर्ण खेलहरू दमक नमुना ब्याडमिन्टन एकाडेमीमा कमर हलमा खेलाइनेछ। सम्पूर्ण खेलहरू PWF र NBA को नियमअनुसार खेलाइन्छ। PWF भन्नाले ब्याडमिन्टन वर्ल्ड फेडरेसन चलाउनेछ र NBA भन्नाले नेपाल ब्याडमिन्टन एसोसिएसनको नियमअनुसार खेलाइनेछ। सम्पूर्ण खेलहरू युनेक्स नेभिस 350 सटल कपद्वारा खेलाइनेछ। नेभिस 350 सटल कपद्वारा खेलाइनेछ। 13 वर्ष उमेर समूहतर्फ विश्वसम्म 2069 साल जन्म भएको हुनुपर्नेछ। ओपन 100+ भेटरन्स तर्फ कम्तीमा 40 वर्षको हुनुपर्नेछ। हरेक विधामा खेलाडीहरू प्री क्वार्टरदेखि PWFले तोके अनुसार टी-सर्ट अनिवार्य गरिएको छ। हरेक समूहका खेलाडीहरूलाई अनिवार्य सकल प्रमाणपत्र, नागरिकता, ड्राइभिङ लाइसेन्स, जन्मदर्ता आदि पेश गर्नुपर्नेछ। कुनै खेलाडी उप दाबी विरोध 30 मिनटभित्र रु 3,000 रकम सहित निवेदन पेश गर्नुपर्नेछ। 30 मिनट अगाडि हल प्रवेश गरी अफिसियलहरूसँग सम्मेलन गरिसक्नुपर्नेछ। समयभन्दा 10 मिनट ढिलो उपस्थित भए स्वतः विपक्षी खेलाडीहरूलाई विजयी घोषणा गराइनेछ।
बी डिभिजन अन्तर्गत हालको कोशी प्रदेश ऱ्याङ्किङ बाहेकका खेलाडीहरूलाई मात्र सहभागिता जनाउनु पाउनेछ, तर 40 वर्षभन्दा माथि उमेरका खेलाडीहरूलाई भने प्रतियोगितामा सहभागी हुन पाउनेछ। मिति 2082 लौन 7 गते 4 बजे भित्र सम्पूर्ण खेलाडीहरू नाम दर्ता इन्ट्री फी बुझाइसक्नु पर्नेछ। इन्ट्री फी बुझाएको खेलाडीहरू वा टिमलाई मात्र खेलमा समावेश गराइनेछ। क्युआर मार्फत रकम पठाउँदा सम्बन्धित खेलाडीहरूलाई अनिवार्य तोकिएको स्क्रिनसट पठाउनु होला अथवा पर्नेछ है, यो चाहिँ पठाउनु होला पर्नेछ। सम्पूर्ण विधाहरू 8 टिमभन्दा कम भएमा खेल खेलाइने छैन। कुनै पनि एउटा इभेन्टमा 8 वटा भन्दा बढी हुनु पर्यो, 8 वटा कम भयो भने स्वतः खारेज हुनेछ। खेलाडीहरू घाइते भएमा प्राथमिक उपचार मात्र आयोजना गरिनेछ। आयोजकले गर्नेछ, आयोजना माफ गर्नु होला। खेलाडीहरू घाइते भएमा प्राथमिक उपचार मात्र आयोजकले गर्नेछ। बी डिभिजन र अन्डर 13 का प्रतियोगिता कोशी प्रदेशका खेलाडीहरूले मात्र सहभागी पाउनेछ। जिल्ला बाहिरका खेलाडीहरू निःशुल्क खाना बस्नको प्रबन्ध गरिएको छ। प्रतियोगितामा लाग्ने अनुमानित खर्च विवरण। नम्बर 1 पुरस्कार राशि जम्मा 6,65,000। 2 नम्बर खेलाडीहरूको जर्सी 2 लाख रुपियाँ। नम्बर 3 मा खेलाडीहरूलाई खाना बस्न 5,82,000। नम्बर 4 मा ट्रफी मेडल खर्च जम्मा 1 लाख रुपियाँ। प्रमाणपत्र धन्यवाद पत्र 80,000 रुपियाँ। सटल कट 72,000। नेट 15,000। प्रचार प्रसार 50,000। मञ्च तथा साउन्ड सिस्टम 50,000। मायाको चिनो विभिन्न छपाईको काम 1,50,000। अम्पायर खर्च 1,50,000। ब्यानर तथा सामग्री 1,60,000। हल कोर्ट व्यवस्थापन 1,50,000। विविध 50,000। जम्मा 24,74,000। यो हजुरहरूलाई सबैलाई दिइएको छ। यसभन्दा अरू केही भए सोध्नु होला तपाईँहरूले। र विशेष गरेर अब सहप्रायोजकहरू धेरैवटा नगरपालिकाहरू गाउँपालिकाहरू पनि हुनुहुन्छ र विशेष गरेर हाम्रो केटिएम सिटी युनेक्स यहाँ देख्नु भएको छ, उहाँ पनि सहप्रायोजकको रूपमा रहेको तपाईँहरूलाई म जानकारी गराउन चाहन्छु। धन्यवाद। यो प्रतियोगिताको आर्थिक समितिको संयोजक पनि हुनुहुन्छ राष्ट्रिय अम्पायर र यति बेला हामीले निमन्त्रणा गरेका थियौँ र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका दमक नगरपालिका यहाँलाई पनि आफ्नो विशेष गरेर पत्रकार सम्मेलन भने पनि हामीले प्रतियोगिताकै बारेमा मात्र जानकारी दिने उद्देश्यले गरे पनि यो चाहिँ दमकको गरिमासँग पनि जोडिएको हुनाले र दमक नगरपालिकाले पनि हामीलाई गावा प्रदान गरिरहनु भएको हुनाले पनि केही कुरा नगरपालिकाको तर्फबाट पनि सुन्नेछौँ। पत्रकार मित्रहरूको प्रश्नभन्दा अगाडि केही कुरा म राख्नको लागि यति बेला दमक नगरपालिकाका माननीय रेखना प्रसादजीलाई धन्यवाद। दमक नमुना ब्याडमिन्टन एकाडमीले आयोजना गरेको राष्ट्रिय स्तरीय ब्याडमिन्टन च्याम्पियनसिप 2082 जोस 10, 11, 12 गते राखिएको भव्य कार्यक्रमको फेसबुक कार्यक्रम व्यवस्था गर्नुभएका अध्यक्षज्यू, यस कार्यक्रमका समिति 7 नम्बर वार्डमा अध्यक्ष, सबै प्रेसका साथीहरू, सञ्चारकर्मी साथीहरू र यस संस्थासँग जोडिनुभएका सबै विशिष्ट व्यक्तित्वहरू, मेरो कर्मचारी साथीहरू र यहाँहरूले पत्रकारहरू मार्फत यहाँले सार्वजनिक गर्दै हुनुहुन्छ, सबैलाई सहयोग दिँदै छ कि दमक नगर नमुना ब्याडमिन्टन एकाडमीले एकाडमिक उत्पादनको क्षेत्रमा पनि खेलाडी उत्पादन क्षेत्रमा पनि नमुना ब्याडमिन्टनले काम गरेको छ र सँगसँगै यसलाई राष्ट्रिय स्तरीय प्रथम राष्ट्रिय स्तरीय ब्याडमिन्टन च्याम्पियनसिपको आयोजना भव्य कार्यक्रमको आयोजना गरेको छ र यहाँ धेरै साथीहरूले बडो मेहनतका साथ गर्नुभएको छ। यो सिङ्गो दमक नगरपालिकाको कार्यक्रम हो। यहाँ थुप्रै पालिकाहरूले र थुप्रै चाहिँ संस्थाहरूले पनि सहप्रायोजकको रूपमा र यो कार्यक्रमको सफलताका लागि सहयोग गर्नुभएको छ र म यो सहयोग सबै संस्थाहरू र सहयोगी हातहरूलाई र सहयोगी पालिकाहरूलाई छिमेकी पालिकाहरूलाई पनि धन्यवाद दिन चाहन्छु। यो सिङ्गो दमक नगरपालिकाको कार्यक्रम नगरवासीको कार्यक्रम हो, एउटा राष्ट्रिय
स्तरीय कार्यक्रम गर्ने जुन जमर्को गर्नुभएको छ यसको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँको साथमा सिङ्गो नगरपालिका छ, गर्दै जाँदा कति कुराहरू आफूले सोचे जस्तो बन्न सक्लान् नसक्लान्, तथापि यसलाई हामीले सोचेको भन्दा राम्रो बनाउन सक्नु हामी सबैको चाहिँ लक्ष्य र उद्देश्य हो। यसमा सञ्चारकर्मी साथीहरूको ठुलो भूमिका रहन्छ भन्ने हाम्रो सोच छ। यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यो धेरै साथीहरू आउँदै हुन्छ, उहाँहरूको व्यवस्थापन बसाइ चाहिँ अत्यन्त राम्रो रहन सकोस्, यसको व्यवस्थापकीय पक्षलाई यहाँहरूले अत्यन्त धेरै समन्वय गरेर यो पहिलो कार्यक्रम पनि हो, पुरा मान्छे कामले अनुभव प्राप्त गर्छ, त्यसले गर्दा अत्यन्त समन्वयको प्रयास रहन सकोस्। साथीभाइको जसले नेतृत्व गर्नुभयो त्यो साथीहरूको शान्तिता सद्भाव रहन सकोस्। खेल जगतले एउटा राष्ट्रियलाई नै चिनाउने र स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल, एउटा सामाजिक सद्भावका लागि खेल, खेलाडीहरूको भाइचारा बन्धुत्वको विकास गर्नका लागि खेल र देशभरिका थुप्रै ठाउँका सहरहरूबाट आउने साथीहरूलाई यहाँ हामीले सबको समन्वय गरेर यहाँ आउने भलै च्याम्पियन प्राप्त गर्ने र जित्ने थोरै बन्नु होला, तर सबैलाई हामी सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ र समन्वयको प्रयास हाम्रो रहनेछ र नगरपालिकासँगै साथमा छ भन्ने कुरा सबैलाई विश्वास दिलाउन चाहन्छु। धन्यवाद। दमक नगरपालिका रेगिना भट्टराईलाई र अब हामी अलिकति विषय प्रतियोगिता केन्द्रित भएर छलफल गर्नेछौँ र हामीले एउटा यो प्रेस नोट मार्फत हामीले प्रतियोगिताको बारेमा संक्षिप्त रूपमा जानकारी दिने प्रयास गरेका थियौँ र यो विषयमा केही नबुझेको कुराहरू भए, जिज्ञासा र प्रश्नहरू भए राखिदिनुको लागि म पत्रकार मित्रहरूलाई अनुरोध गर्न चाहन्छु। त्योभन्दा अगाडि म एउटा क्लियर गरी भन्न चाहन्छु, हामीले यो प्रेस नोटमा छुटेको कुरा यो प्रतियोगितामा सहभागी खेलाडीहरूले सबै विधामा 2000 रुपियाँ र अन्डर 13 को दुईवटा विधामा चाहिँ 500 रुपियाँ तोकिएको छ इन्ट्री शुल्कको लागि। त्यो छुटेको रकमले त्योभन्दा अन्य जिज्ञासा र प्रश्नहरूलाई राखिदिनुको लागि म अनुरोध गर्दछु। केही छ भने यो एउटा विषय तपाईँले नसोधे भने पहिले नै भनिहालेँ नि। हामीले पुरस्कारको सन्दर्भमा क्वेसन आउँछ नि जस्तो लाग्यो। खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता 71,031 तीन पुरस्कार प्राय प्रतियोगिताहरूमा दुईवटा हुने गर्छ। तिनवटा किन हो भन्ने भएन। ब्याडमिन्टनमा चाहिँ तेस्रो जो सेमी फाइनलिस्टलाई पनि पुरस्कार दिने प्रचलन भएको हुनाले त्यो चाहिँ दुईवटा टिमले पाउँछ। त्यसले गर्दा यो तिनवटा पुरस्कार देखिएको छ। यो जानकारीको लागि पक्कै यो सोध्नु अन्य केही छ भने आफ्नो जिज्ञासा प्रश्न छ भने राख्नु उत्तर दिनको लागि हाम्रो अध्यक्ष थियो, आर्थिक संयोजक थियो, हाम्रो अभिभावक समर्थन खेलाडीहरू हामीले 400 जना जति अपेक्षा गरेका छौँ। यो चाहिँ बाहिर जिल्लाबाट आउने खेलाडीहरू। त्यो एउटै जिल्लाबाट हामीले कुनै जिल्लाबाट 30 जना 25 जना नाम टिपाइसक्नु भएको छ। जस्तै काठमाडौँबाट धेरैजना आउनुहुन्छ, काठमाडौँबाट साथीहरू पोखराबाट आउनुहुन्छ र भेटरनहरू चाहिँ हामीले अपेक्षा कति गरेका थियौँ भने भेटरनहरू लगभग तपाईँको 50वटा टिम अब हामीले सोचेका थियौँ। तर के हुने भयो भन्दाखेरि एउटा के अरे यो हरियाणामा एउटा गेम रहेछ कि यो हामीलाई ठ्याक्कै त्योसँग टाइम जुडिएछ। यहाँ आउने साथीहरू जो कमिटमेन्ट गर्नुभएको थियो लगभग हाम्रो नेसनल उहाँहरू चाहिँ तपाईँको यहाँ मात्रै नभएर मलेसियामा खेल्नुभएको छ, थाइल्यान्डमा खेल्नुभएको छ, थाइल्यान्ड ओपन खेल्नुभएको छ, युएस ओपन खेल्नुभएको छ, त्यहाँबाट मेडलिस्ट पनि पाउनु भएको छ, इन्डियामा पाउनु भएको छ। त्यस्ता खेलाडीहरू चाहिँ त्यहाँ जानुपर्ने भएकोले गर्दाखेरि लगभग 15-16 टिम चाहिँ उहाँ जाँदै हुनुहुन्छ। त्यसले गर्दाखेरि अलिकति कम हुन्छ कि हाम्रो भेटरन ओपनमा। नभए भेटरन ओपन चाहिँ 100+ भनेको चाहिँ निकै चाँडी। त्यहाँ चाहिँ हामीले ओपन राखेका छौँ। त्यो चाहिँ हामीले अहिले पनि तपाईँको सिक्किमबाट आउनुहुन्छ, तथापि त्यहाँ गेम भए पनि सिलगढीबाट आउनुहुन्छ, हाम्रो दार्जिलिङबाट आउनुहुन्छ,
आसामतिरबाट आउनुहुन्छ साथीहरू, अब यो चाहिँ भुटानबाट आउनुहुन्छ होइन, यो चाहिँ यस्तो अपेक्षा गरेका छौँ 100% चाहिँ यो ओपन हुनेछ। यो प्रतियोगितामा महिला खेलाडीहरूको सहभागिता कस्तो रहन्छ अनि यहाँले कुनै खेलाडीहरूलाई पनि अगाडि बढाउने भन्ने कुराहरू उल्लेख भइरहन्छ। यो एकाडेमीले उनीहरूलाई कसरी अगाडि बढाउने के पूर्व तयारी के योजनाका साथ अघि बढाएको छ नभए त्यसैमा खेलाडी अगाडि बढाउने। अब महिला खेलाडीहरूको उपस्थिति चाहिँ अहिले हाम्रो नेसनल लेभलको भएको हिसाबले हाम्रो चाहिँ ऱ्याङ्किङ नम्बर 1 देखि तल चाहिँ नेसनल लेभलको खेलाडीसम्म चाहिँ यहाँ आएर र त्यही किसिमको हाम्रो नेसनल लेभलको ऱ्याङ्किङ नम्बर 1 बहिनीहरू पनि यहाँ उपस्थित हुन्छ र जिल्ला स्तरीय खेल्ने बहिनीहरू पनि हुन्छ। र अर्को कुरा यो चाहिँ खेलाडीलाई एउटा प्लेटफर्मको रूपमा हामीले एउटा यो एकाडेमीलाई व्यावसायिक बनाउने र व्यावसायिक मात्रै भनेर व्यावसायिक गरिन्छ होइन, अलिकति गतिशील अनुशासित अनि इमान्दार र सामाजिक बनाउने एउटा हिसाबले हाम्रो एकाडेमीलाई स्थापना एउटा सानो सोच तर सुन्दर सोच लिएर स्थापना गरेको हामी त्यो अनुसारले एकाडेमी अहिले पनि निरन्तर 1 वर्षदेखि हामीले सञ्चालन गरिरहेको छौँ। हाम्रो कोच हुनुहुन्छ सुरेन राई, उहाँले हाम्रो 5 to 7 चाहिँ इभिनिङ टाइमको कोच हुन्छ। यो चाहिँ हामीले यसलाई चाहिँ अब हामी एउटा एकाडेमी मात्रै नभएर पछि देशको प्रतिनिधित्व गराउने खेलाडी उत्पादन गर्ने हाम्रो एउटा लक्ष्य छ र यसले पक्कै पनि राष्ट्रिय प्रतियोगिताले यसलाई सहयोग पुग्छ भन्ने हामी अवश्य अन्य केही हामीले धेर भनिसक्यौँ धेरै बोल्यो होला तपाईँहरूलाई बोल्न समय दिनु। धन्यवाद यहाँहरू सबैजनालाई हाम्रो निम्तोलाई स्वीकार गरेर यो पत्रकार सम्मेलनमा आइदिनु भएकोमा सम्पूर्ण पत्रकार मित्रहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ र हाम्रो निम्तोलाई स्वीकार गर्न भएका हाम्रो यो एकाडेमीका संरक्षक हाम्रो अभिभावक हाम्रो निरन्तर सल्लाह सुझाव नमक मनोरञ्जन गवर्नर साथका सबैलाई हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र यो पत्रकार सम्मेलन कार्यक्रम केही समापन भएको जानकारी गराइदिनु हुन म यस एकाडेमीका अध्यक्ष यस कार्यक्रमका अध्यक्षता गरिरहनु भएको प्रकाश राईजीलाई गर्दै म बिदा हुन्छु। त्यसै गरी हाम्रो निम्तोलाई स्वीकार गरेर आइदिनु हुने सम्पूर्ण पत्रकारहरूलाई सम्पूर्ण हाम्रो एकाडेमीको परिवारलाई म एकाडेमीको अध्यक्ष हामीले जे जति सक्दो तपाईँहरूलाई बुझाएर भोलि समाचार आउने अपेक्षामा तपाईँहरूलाई बुझाउने कोसिस गऱ्यौँ। पक्कै पनि गम्मतको इतिहासमा पूर्वको इतिहासमा गम्मतको सुन्दर नगरीमा भौतिक संरचनाको रूपमा बनेको सबैभन्दा ठुलो सम्पत्ति खेलकुद हो होइन, यसलाई हामी राष्ट्रिय रूपमा परिचित गराउने कोसिस गर्दैछौँ। यहाँहरूको पनि मुख्य भूमिका हुन्छ भन्ने अपेक्षा गर्दै आजको यो पत्रकार सम्मेलन अन्त्य भएको अब यता सक्यो औपचारिक रूपमा पछि छ भने यहाँ सबै स्कुलबाट